काठमाडौँ नेपालको राजधानी, लाखौँ मानिसको सपना, सङ्घर्ष र यात्राको सहर। तर यही सहरका सडकहरू वर्षौंदेखि बहस, आलोचना र आशाको विषय बनेको छ। कतै जाम, कतै धुलो, कतै खाल्टाखुल्टी। तर यी सडकको कथा कहाँबाट सुरु भयो र आज कहाँ आइपुगेको छ? आउनुहोस् जान्ने प्रयास गरौँ। इतिहासको यात्रा। कुनै कालमा काठमाडौँको सडक यस्ता थिएनन्। राणा शासन अघि अधिकांश बाटो साँघुरो, माटो वा ढुङ्गाले बनेको थियो। मानिस पैदल हिँड्थे, सामान बोकिन्थ्यो, घोडा र डोली नै यातायातका मुख्य साधन थिए। 1950 पछि आधुनिक सडकको निर्माण सुरुवात भयो। राजधानी विस्तारसँगै नयाँ सडक बन्ने, विदेशी सहयोगमा पूर्वाधार विकास सुरु भयो र काठमाडौँ विस्तार हुँदै गयो। पछि चक्रपथको अवधारणा आयो। यसले उपत्यकाका विभिन्न क्षेत्रलाई जोड्दै सहरको विकासलाई नयाँ दिशा दियो। तर यही बेलाको जनसङ्ख्या र सवारी साधनको सङ्ख्या आजको तुलनामा निकै कम थियो। बढ्दो सहर, बढ्दो चुनौती। समयसँगै काठमाडौँ तीव्र रूपमा फैलियो। गाउँ सहर बने, खाली जमिन बस्तीमा परिणत भए र सवारी साधनको सङ्ख्या हजारौँ गुणाले बढेर गयो। तर सहर विस्तारले गति लिन सकेन। दैनिक ट्राफिक जाम, धुलो, प्रदूषण, वर्षमा डुबान, खाल्टाखुल्टो, अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण, यी समस्या काठमाडौँवासीको दैनिक जीवनको हिस्सा बने। परिवर्तन र प्रयास। यद्यपि पछिल्ला वर्षमा सुधारका प्रयासहरू पनि देखिएका छन्। मुख्य सडकको मर्मत, केही सडकको विस्तार, कालो पत्रे, सडक बत्ती, जेब्रा क्रसिङ, ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग तथा निर्माण कार्यलाई छिट्टो सम्पन्न गर्ने प्रयास भएका छन्। यी प्रयासहरूले केही क्षेत्रमा नागरिकलाई राहत दिएको अनुभव सुन्न सकिन्छ। जहाँ राम्रो काम भएको छ त्यहाँ प्रशंसा गर्न पनि आवश्यक छ। विकास केवल आलोचनाबाट होइन, राम्रो कामको सम्मानबाट पनि सुरु हुन सक्छ। तर सुधारका यी प्रयासहरू अझै सबै क्षेत्रमा समान रूपमा पुगेका भने छैनन्। धेरै सडकहरू आज पनि मर्मतको प्रतीक्षामा कुरिरहेका छन्। काठमाडौँका सडक केवल सरकारको विषय होइन, हरेक नागरिकको दैनिकीसँग जोडिएको विषय हो। कसैले दैनिक जामको पीडा भोगेका छन्, कसैले धुलोको असर, कसैले दुर्घटनाको जोखिम। सबै नागरिकहरूको अपेक्षा एउटै छ, सुरक्षित व्यवस्थापन र गुणस्तरीय सडक। अबको बाटो। विशेषज्ञहरूका अनुसार सावधान केवल नयाँ सडक बनाउनु मात्र होइन, आवश्यक छ दीर्घकालीन सहरी योजना, गुणस्तरीय निर्माण, नियमित मर्मत, सार्वजनिक यातायातको सुधार, पैदल यात्रु र साइकल मैत्री पूर्वाधार, जिम्मेवार नागरिक सहभागिता। काठमाडौँका सडक केवल कालोपत्रे होइनन्, यी हाम्रो इतिहास, वर्तमान र भविष्यका साक्षी हुन्। विगतबाट सिक्दै, वर्तमानका उपलब्धिलाई सम्मान गर्दै र कमजोरी सुधार्दै अघि बढ्न सके मात्र काठमाडौँ साँच्चीकै आधुनिक राजधानी बन्न सक्छ। किनभने राम्रो सडक भनेको केवल सहज यात्रा होइन, यो देशको विकास, सुशासन र दूरदृष्टिको प्रतिबिम्ब पनि हो।